गुड मर्निङ एभ्रिवान। नमस्कार, टासिदेले सेवा स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। गाइस, म चाहिँ आज फेरि पनि पसल जाँदै ब्लग स्टार्ट गरिरहेको छु। सधैँ चाहिँ बिहानै गरौँला भनेर सोध्छु क्या, अनि त्यतिकै हुन्छ क्या, बिहान झाडुहरू खोज्नु गएँ, के गरेँ त्यतिकै गर्नै पाएन। मेरो चाहिँ हेल्थमा सुधार आएको छैन, त्यही भएर चस्माहरू लगाइरहेको छु। टाउको दुख्नु कमहरू हुन्छ कि भनेर औषधिहरू खाइरहेको छु, हस्पिटल गएर आएँ, त्यही पनि सुधार। गाइस, म चाहिँ फेरि घर फर्किँदैछु। कस्तो झनन हुन्छ क्या टाउको, किनभने मैले चाहिँ सामान बिर्सेछु क्या, चटपटे चलाउने दाबीले ल्याउनु बिर्सेछु। आपा पनि ल्याइदिनु भ्याउनु हुँदैन नि त, अघि सामान लगेर जाँदै हुनुहुन्छ, फर्किएर फेरि लिएर आउनु भ्याउनु हुँदैन क्या। आज तल प्रोग्राममा जानुपर्ने छ, त्यही भएर आपालाई पनि ढिलो भइसकेको छ अलरेडी, त्यही भएर म आफै फर्केर जाँदैछु। नजिकै त हो आखिरमा भनेर, हेर्नु त भ्यूहरू कस्तो राम्रो आइरहेको छ है। ल, तपाईँहरू के गर्दै हुनुहुन्छ होइन? मेरो चाहिँ कस्तो भयो, रुगा मर्कीको केही औषधि उपचार तपाईँलाई थाहा छ भने भन्नु ल। यस्तो हुँदाखेरि के औषधि खाँदाखेरि ठिक हुन्छ कि भन्ने थाहा छ भने भनिदिनु ल। लास्ट टाउको त कस्तो भइरहेछ गाइस। मैले त्यहाँदेखि बोलाइ पनि हेरेँ, कल पनि गरेँ, उठाउनु भएन होइन, त्यही भएर म आफै जाँदैछु। यो सामान बिर्सेछु र लिएर जाँदैछु। यहाँ घरमा आएर फर्किँदैछु है म चाहिँ गाइस। अब जान्छु सरासर पसल, माथि पसल गएको। मलाई सोध्दै हुन्छ कहाँ हिँडेको भन्नु। अम्लिसोहरू यतिको पलाउँदैछ यहाँ चाहिँ है। तपाईँहरूतिर कस्तो हुँदैछ? बोल्नु पनि कस्तो भइरहेछ क्या, जति साह्रो बोल्यो झन् टाउको झट भएर ब्लग पनि बनाऊँ कि नबना हुँदै बनाएको ल। जान्दैछु अहिले, कस्तो क्लियर देखिरहेको छु क्या आज। मलाई क्यामेरा नै सफा लागिरहेछ। सल्लाह ल, यो चाहिँ हाम्रो पसल जाने बाटो। यस्तो छ हाम्रो बाटोमा चाहिँ यो रोड, अनि त्यस पछाडि सल्लाह छ क्या। तपाईँहरू यता पनि घुम्न आउनु सक्नुहुन्छ। यो चाहिँ हाम्रो चिया बगानहरू हो। यस्तो छ पर कसले हेर्दै हुनुहुन्छ त्यहाँबाट, हेर्नु त यस्तो छ। अब चाहिँ त्यहाँबाट सामान लिएर आउँदै हुनुहुन्छ, म चाहिँ जान्दैछु। मेरो सामान त्यहाँनिर छ है। आजको मौसम चाहिँ यस्तो छ प्यान्टरको माथि सल्लाह चिया बगान हाम्रो चाहिँ है, हेर्नु सक्नुहुन्छ। म चाहिँ पसल आइपुगेँ। पसलमा चाहिँ आपा आउँछ, आएर यति भिडियो सेटअप गरिसक्नु भएछ होइन। यो सामानहरू मिलाउँदै हुन्छ आपाले। मान्छेहरू पनि आउनुभएको रहेछ गाडीमा अघि नै। सन्चो नभएर बोल्नु पनि कस्तो भइरहेछ क्या। अन्त अब एकछिन रेस्ट गर्छु, बस्छु, अनि मात्रै सेटअपहरू मिलाउँछु। म चाहिँ सामानहरू सप गर्छु। आए कस्तो हुने क्या बिरामी हुँदाखेरि त, झ्याउ लाग्ने क्या, झ्याउ लागेर आउने आम्मा। ओह, गरम भएर त्यस्तै। फेरि एकछिनबाट देखाउँछु है। जितपुरमा चाहिँ त्यो भयो, मेला लागिरहेछ। यहाँ चाहिँ जातीय झाँकी देखाउने कार्यक्रममा माथिबाट शेर्पा जातिहरू सबैजना आफ्नो आफन्तहरू आउनुभएको छ डान्सहरू देखाउनुको लागि। हेलो रक्सीको टोलीहरू आउनुभएको छ, यहाँ लामालाहरू पनि आउनुभएको छ। अन्त त आमा पनि आइसक्नुभयो। हेलो आमा। आमा सेर्पिनी भएर आउनुभएको छ। आमा यता फर्किनु हल्का। कस्तो राम्रो देखेको मेरो आमालाई, देख्नुभयो गाइस? म भन्दा मेरो आमा राम्रो हो। आमा भन्दा छोरी भन्दा आमा तरुनी हेर्नु आयो। कुन ठाउँ आउनुभयो? रक्सीबाट स्याब्रु डान्स देखाउनुको लागि, सुनमा देखाउनुको लागि आइसक्नु भएको छ सबैजना। थ्याङ्क यू सो मच आउनु भएकोमा।